Hi guys and welcome back to my channel. साथीहरु आज म फेरि पनि तपाईहरु माझ नयाँ दिन नयाँ भिडियोहरु लिएर उपस्थित भएको छु। यता देखिने यो दृश्य छ, यो चाहिँ हाम्रो चौरजारी नगरपालिका रुकुम पश्चिम भाग पर्छ भने यतातिर जो देखिरहेछ यो चाहिँ जाजरकोट है। यो चाहिँ जाजरकोट पर्छ र यतातिर सल्यान पर्छ अनि त्यसैगरी सल्यान सँगसँगै यो तीनवटा बिचमा चाहिँ हाम्रो भेरी नदी बगिराखेको छ। तपाईहरुले सरर भेरी नदी बगेको ठाउँ पनि देख्न सक्नुहुन्छ। गाइज हेर्नुहोस्, एकदमै चाहिँ रोचक दृश्यहरु हैन, एकदमै चाहिँ आश लाग्दा ठाउँहरु छ हैन। तपाईहरुलाई म यो भिडियोहरु शेयर गर्दै छु र यतातिर हुनुहुन्छ मेरो दाइ है, उहाँ चाहिँ मेरो दाइ अनि उहाँ म अनि अरु साथीहरु पनि यहाँ उपस्थित हुनुहुन्थ्यो। अहिले चाहिँ कता तलतिर जानु भएको छ हैन। त्यसपछि यहाँ चाहिँ मेरो दाइ यता आफ्नै तालमा हुनुहुन्छ। उहाँ चाहिँ एकदम हुन्छ नि हर्षित खुसी हुनुभएको छ, एकदमै चाहिँ एकदम यो तीनवटा ठाउँमा चाहिँ आज पुग्न पाइयो भनेर एकदमै मनैदेखि खुसी हुनुभएको छ। हेर्नुहोस् त एकदम खुसी हुनुभएको छ हैन। ठीक छ गाइज, एक लाइक शेयर च्यानललाई सब्स्क्राइब, नेपाली भाइ रोशनलाई सब्स्क्राइब युट्युब च्यानल, त्यसैगरी नेपाली भाइ टिकटक आइडीलाई फलो शेयर र सब्स्क्राइब गरेर नबुझ्दिनु होला। यो चाहिँ मेरो भाइ ल गुड, एकदम राम्रो है त। ल एकदम चाहिँ यसलाई चाहिँ एकदम खुसी हर्षित हुनुहुन्छ उहाँ चाहिँ भित्रैदेखि हैन। यो तीनवटा जिल्लाको सिमानामा आउन पाउँदा उहाँ चाहिँ एकदमै खुसी हुनुहुन्छ। साथीहरु यहाँबाट देखिने अन्य भिडियोहरु पनि म तपाईहरुलाई शेयर गर्ने नै छु, त्यसैले भिडियोलाई कति पनि स्किप नगरी अन्तिमसम्म हेर्नु होला। साथीहरु यति बेला हामी ठ्याक्कै चौरजारीबाट तीनवटा जिल्लाको केन्द्रबिन्दुमा अर्थात् तीनवटा जिल्लाको सिमानामा भनेर हामी यहाँबाट हिँडिसकेका छौँ र त्यहाँ हामी एकैछिनमा पुग्नेवाला छौँ। वरिपरिको दृश्यहरू एकदम दामी आइराखेको छ, तपाईले देख्न सक्नुहुन्छ हैन। यो पारिपट्टि देखिएको यो सबै भाग हो सल्यानको भाग र यहाँ उतापट्टि जो अगाडि सामुन्नेमा देखिएको छ त्यो भाग हो जाजरकोट र म अहिले जुन ठाउँमा छु त्यो हो रुकुम पश्चिम। साथीहरु सल्यान जाँदैछौँ हामी, सल्यानको भागमा प्रवेश गरिसकेका छौँ। हामी निरन्तर अगाडि बढिराखेका छौँ। मैले यहाँको सम्पूर्ण भिडियोहरू तपाईहरुलाई देखाउने प्रयास गरिराखेको छु, तैपनि अलि बादल लागेको जस्तो न कुहिरो लागेको जस्तो नभएका कारण मौसम अलि त्यति राम्रो देखिराखेको छैन। तैपनि मैले सम्पूर्ण भिडियोहरू देखाउने प्रयास गर्नेछु भन्न चाहन्छु। साथीहरु देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम दामी आइराखेको छ हैन। साथीहरु म चाहिँ अहिले ठ्याक्कै कुमा गाउँपालिका सल्यानमा छु। यता पारिपट्टिको जो दृश्य देख्नु भएको छ यो हो जाजरकोट र यतातिर जो देख्नु भएको छ यतातिरको भाग हो हाम्रो रुकुम पश्चिम चौरजारी नगरपालिका र म अहिले जुन ठाउँमा छु यो सल्यान कुमाख गाउँपालिका सल्यान। साथीहरु अहिले हामी ठ्याक्कै बाइक यात्रामा छौँ। यहाँ भ्यूहरु एकदमै राम्रो थियो, एकदम दामी थियो, तर त्यही पनि हामीले चाहिँ पुरै भ्यूहरु तपाईहरुलाई देखाउन सकेका छैनौँ किनकि यहाँको मौसम हेर्ने हो भने अहिले पानी पर्ने स्थिति देखिरहेछ, पानी पर्ला जस्तो गरिरहेछ। त्यो भएर हामी चाहिँ छिटै फर्किने भयो। राम्रोसँग यहाँको सम्पूर्ण भिडियोहरु तपाईहरुलाई देख्न पाइरहेका छैनौँ, सकेसम्म देखाउने प्रयास गर्नेछौँ। अब भने हामी यहाँबाट फर्किन्छौँ गाइस, बाटोमा